सो यहाँ एउटा ब्रोले भन्नुभएको छ हामीलाई लङ आर्म एन्ड बिग ह्यान्ड प्लेयर्सलाई हुक या हुक प्रेस युज गरेर कसरी बिट गर्ने। सो यो पनि अलिकता सिम्पलै छ, बट यसको लागि चाहिँ तपाईँको कनेक्सन राम्रो हुनुपर्छ केही कुरोमा। पहिले म भनिदिन्छु, तपाईँको राइजरको कनेक्सन राम्रो हुनुपर्छ। मैले यो भनेको होइन कि तपाईँको राइजरमा लिफ्ट धेरै हुनु पर्यो, तपाईँको राइजरमा कनेक्सन राम्रो हुनु पर्यो। यो वाला पार्टमा है, यो वाला पार्ट तल्लोको भएको होइन, यो पार्टमा कनेक्सन राम्रो हुनु पर्यो र कपिङ चाहिँ मोस्ट इम्पोर्टेन्ट है। कपिङमा राम्रो छ भने र डिफेन्सिभ तपाईँको टेन्डन्स यति 4वटा चिजमा राम्रो छ भने तपाईँले गर्न सक्नुहुन्छ। मेरो चाहिँ यहाँ 1.5 इन्चीले नै ऊभन्दा ठुलो हात छ है, हेर्न सक्नुहुन्छ 1.5 इन्चीले नै ठुलो हात छ। सो अब यो भाइको अगेन्स्ट म हान्छु टप रोल, यो भाइले मलाई हान्छ हुक। जस्ट डेमो दिने हो, त्यति कुनै सिरियस लिनु पर्दैन कि स्ट्रेन्थ ग्याप छ उमेर सानो छ, त्यो जस्ट टेक्निक याद राख्नु तपाईँ। त यो भाइले अब तपाईँलाई डेमोन्स्ट्रेट गरेर देखाउँछ। सो पहिला चाहिँ मेरो ग्रिप हेर्नु, मैले लिएँ जस्ट एउटा नर्मल पोस्टिङ टप रोल लिइरहेको छु, ठिक छ। पोस्टिङ टप रोलको अलिकति हाइट लामो हुन्छ, सो मैले अलिकति हाइटको एडभान्टेज लिएर पोस्टिङ टप रोल हानेछु, ठिक छ। लेन्थ हेर्नु मेरो एकदम लामो छ। सो अब यो भाइले मलाई राइजर अप लिन्छ, मैले पनि राइजर अप लिएको छु, ठिक छ। राइजर अप लिएको छु। यो भाइले फिङ्गर यहाँ हेर्नु पुरै दबाएको छ, थम फिङ्गरभन्दा माथि छ हुकको ग्रिपको यो। अब यहाँ एउटा ग्याप मेन्टेन गरेछ यो भाइले, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ पुरै यो भाइले एक्टिभेट गरेर राखेको छ। अब म जस्ट गो भन्छु, म आफ्नो ब्याक तान्छु र उसले मलाई कप गर्छ, हेर्नु है। त गो, सो इजी हुक भाइमा। सो यहाँ तपाईँले देख्न सक्नुभयो, भाइले मलाई जो मेरो पछाडि तान्नुपर्ने जो चिज थियो त्यही चिजलाई ट्र्याक गरेर मलाई भित्रपट्टि घुमाइदियो। जस्ट मलाई पनि पछाडि तान्नु थियो, हेर्न सक्नुहुन्छ। मलाई पनि यो ग्यापबाट छुटकारा पाउनु थियो, पछाडि भएर उसको यो पिङ्की फिङ्गर यसरी खोल्नु थियो। बट उसले पनि मेरो यही जो मेरो पछाडि हान्ने एङ्गल हुन्छ नि, त्यो एङ्गल मेरो विक फिल गर्यो र उसले मलाई कप गरिदियो। उसले पनि मलाई यही ग्यापको फाइदा लिएर मैले यो गर्ने बित्तिकै उसले मेरो यो तोडिदिन्छ। लाइक यस्तो गर्छु, लाइक म यस्तो गर्छु, बट उसले मेरो यस्तो बनाइदिन्छ क्या। उसले मेरो त्यो गर्ने हो र मैले उसको योलाई यस्तरी गर्ने हो। सो त्यति हो यहाँ बुझ्नुपर्ने चिज।